यो सरकारलाई फाल्नलाई कोड आगलाई सबै हुन्छ भयो राम्रै भयो अब देशमा त्यस्ता क्रियाका क्रियाकलापहरू हुनु भएन के हामीलाई गोली लाग्छ नि हामीले देशको लागि हामीले देश हो नि गोली लगाएको हो नि गोली नै लगाएको हो नि काका चाहिँ हस्पिटलबाट आइरहेको छु तर यो यस्तो भयो कि यहाँनिर मेरो दुःख के हो भने ओरिजिनल जेन्जी भएन डुप्लिकेट जेन्जी आएर नाम किन लिन पर्यो अहिले आइरहेको मिडियामा देखिरहेछौँ तपाईहरुले पनि देखिराख्नु होला ठ्याक्कै नाम भन्नु ठ्याक्कै नाम भन्नु त्यसै खेरामा गइरहेछ अझै पनि देश परिवर्तनको छैन हामीले चिनेको जेन्जी खेल भइरहेछ जुन जेन्जीको नाममा जेन्जीको जसले लिडर गरेको थियो नि असली जेन्जीहरुको लिडर ढुङ्गाना हो अहिले पछि आएको होइन अब उहाँलाई बन्दर बनाइएको के भने थाहा छैन हामीलाई फाइदा लुटिरहेको छ के पार्टीगत हिसाबले पार्टीको झोले परिचालन गरिरहेछ असली जेन्जीलाई फ्यालेर नक्कली जेन्जी असली जेन्जी नकाब लगाएको जेन्जीहरु यहाँ प्रवेश गरेका छन् फेरि जेन्जीहरु सुरक्षमा जाने बाध्य हुन सक्छ हामीले आन्दोलन चाहेको हामीले चेन्ज चाहेको चेन्ज भएको छैन यहाँ देश लुट्नलाई फेरि पनि त्यस्ता तुच्छ प्रगतिका मनसाय भएका मान्छेहरु प्रवेश गरेका छन् मैले असली जेन्जी को थाहा तपाईलाई असली जेन्जीहरुको 12 वर्षदेखि 28 वर्षसम्मको सबै जेन्जी बुझ्नु भएन लिडर भनेको तपाईलाई हामीले सक्कली भन्न कसै पर्दैन लिडर भनेको लिडर अनि तपाईहरुलाई कसरी थाहा भयो यो सक्कली हो भनेर कसरी थाहा हामीले देशको लागि योगदान गरेका छौं हामीले देशबाट केही पाम्ला भनेर होइन हामीले छातीमा गोली खाछौं अनि जेन्जीको हामीले आन्दोलनमा 7 वर्ष अगाडि आन्दोलनमा खुट्टा पनि भाँचेका छौं जेन्जीको खै हेर गोली लाछ नि खाछ नि गोली टाउकोमा चोट लाछ उठामा लट्ठी हानेको छ पुलिसले रिपोर्ट दिनु भ्रष्टाचार गर्ने नेताहरूले हामीले आग लागि लगायो यो गरे दुनिया कोच जेल कोच्ने गरे यो गर्ने रूपान्तरण पनि चाहिने अनि हामीले जसले योगदान गरेछ उनीहरूलाई जेलको त पर्छ भनेर फेरि विकृति निकालेछ अनि भाटबडीमा आइसक्रिम पाइन्छ त सर त्यहाँ झोलेहरुले हो नि हामीले लगाएको हो र झोले पार्टीका झोलेहरुले गरेको हो पार्टीका झोलेहरुले गरेको नमस्कार यो हुन हुँदैन फेरि आन्दोलन चर्किन्छ पार्टीका झोलेले हो के चलेछ आन्दोलन गर्न पार्टीका झोलेहरुले हो तपाईहरु चाहिँ कसको झोले आन्दोलनको सुरुवात चाहिँ तपाईहरु चाहिँ कसको झोले हो मान्छे हामी कसैको झोले पनि होइन हामी कसैको झोले होइन कसको झोले तपाईले कसको झोले हो हस्पिटलबाट आएको गोली लगाएर मलाई पनि थाहा छ यो भाइले थाहा होला